सो हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। अहिले चाहिँ हामी माङमालु पर्यटकीय क्षेत्रमा छौँ, धार्मिक तथा पर्यटकीय क्षेत्र। यो चाहिँ कहाँ पर्छ त भन्दाखेरि इलाम जिल्लाको एउटा माङसेबुङ गाउँपालिकामा पर्छ होला सायद। माङसेबुङ गाउँपालिका भन्दा अलि मासतिर, रवि बजार भन्दा अलि हो र एन्डिङ पोइन्ट होला नि माङसेबुङ। लगभग माङसेबुङको एन्डिङ पोइन्ट होला, ठ्याक्कै यहाँको पोलिटिकल यहाँ चाहिँ मलाई पनि थाहा भएन। हामी आज घुम्न आएको छौँ। आज हो 2082 साल फागुन 20 गते 22 गते इलेक्सन। शुक्रबार इलेक्सन 2082 को विदाउट अपडेट वाला हामी मात्रै होला। अपडेट हेर्न छोडेर हामी चाहिँ घुम्न आएछौँ। हो त मेरो भाइ, मेरो साथी एकदम कहाँबाट भन्दाखेरि सूर्योदय नगरपालिका वडा नम्बर 3 मेलबोटे। बास भनेको इलाम जिल्लाको सुदूर पूर्वी भागबाट सुदूर पश्चिम इलाम चाहिँ कस्तो छ भने भाइ हेर्न आएको छ। हामी भाइलाई डुलाउन पनि यता आएको। टक्क भाइले हेऱ्यो सुदूर पश्चिम इलाम अलिक खतरा रहेछ यहाँ त भनेर भाइले भन्यो। बाटोहरू पनि एकदमै अप्ठ्यारो, अनि धुलै धुलो होइन भाइ? कस्तो धुलो पनि पिठो कस्तो खालको टिप्लो खालको धुलो क्या। लेदो सन्दकपुर जाने बाटो भन्दा कम नि। सन्दकपुर जाने त कमसेकम ग्राभेल त हो, त्योभन्दा खतरा छ होइन? खतरा हो नि यो त। ल एक दुईवटा फोटो खिच्छौँ अनि अब हामी यहाँबाट निस्किन्छौँ। हाम्रो एकजना साथी ऊ पछाडि छ, तर उसलाई चाहिँ अलिक धेरै खलासी डरै चाहिने खालको मान्छे। उसलाई खलासी पनि चाहिने भयो। धुलो गाडीमा धेरै गाह्रो भइरहेको छ कुद्न। अहिले चाहिँ हामी ट्याक्कै रक्सी बजार भन्ने ठाउँमा छौँ। उसले खल्लो बनाइदिएन हामीलाई। रक्सी बजारबाट चट्ट अहिले हामी यो भिडियो रेकर्डिङ भइरहेछ है त। माइला सरकार कहाँ छ? ऊ पर छ, जुम गरौँ? हस् नगरौँ माइलालाई। रोहित भाइ 2 मिनट त हुँदैछ भिडियो गरेको, एकछिन हौ 2-4 मिनटको भिडियो त बनाएर जाउँ न यार यति टाढा आएपछि। ल माङमालुङ धार्मिक तथा पर्यटकीय स्थल ओम भ्रमण गर्नुभएको यहाँहरूलाई हार्दिक स्वागत छ है त। गर्नुहुनेहरूलाई हार्दिक स्वागत छ। ल ठिक छ, यस्तो छ है त। ल फिर मिलेंगे चल्ते चल्ते एउटा फोटो खिच्छौँ अनि हामी यहाँबाट निस्किन्छौँ है त।